गाइस वेलकम टु माई च्यानल। तपाईँहरू ठिकै हुनुहुन्छ र म पनि ठिकै छु। अहिले म चाहिँ तपाईँको ब्याङ्क जाँदैछु कि ब्याङ्कमा अलिकति काम छ कि अपडेट गर्नु, सबैको लेखिन आएको छु अपडेट गर्नु, अन्त ब्याङ्कको काम लिएर आएको। ल गाइस हेर्दै गर्नुहोस्। इतने तेजस्वी लोग हैं हमारे पास। ल गाइस अहिले चाहिँ पुग्नु आँटेँ म तपाईँको यो अब अपडेट गर्नु कि पहिला पन्जाब ओभरसियल इन्डियन त्योपछि युनियन चारवटा ब्याङ्क छ। अझ त्यही हो काम, अन्त कुखुरा पनि लैजाउनुपर्छ। टक्कै पुग्नु आँटेँ म। आज चाहिँ जाडो पनि हुँदैछ, घाम पनि लाग्दैछ कि अहिले फिलहाल चाहिँ म अरे कहना क्या चाहते हो? आउनु चाहिँ आइपुगेँ। काउन्टरमा पनि छैन रहेछ, यहाँ पनि लेटै हुने रहेछ। अहिले चाहिँ फिलहाल म युनियन ब्याङ्कमा जाँदैछु हो। युनियन ब्याङ्कको काम छ। म यहाँ क्यापिटल हलको अलिकति तल छु हो। अब यो गरिकन पन्जाब ब्याङ्क जानुपर्छ हो। तपाईँले हेर्दै गर्नुहोस्, भिड रहेछ हो। के हुन्छ कोही बेला के हुन्छ, कोही बेला के हुन्छ। यहाँनिर नेटवर्क उयस इस्यु रहेछ, चिक्यो उयस भन्दैछ। ब्रान्च हो, ब्रान्चमा उयो गरेर हुँदैछ। लाइन रहेछ यहाँ त, पुरा लाइन रहेछ कि। अब हेरौँ, आउँदिनँ नि त म अलिकति कि। अब चाहिँ म यसको गर्न सकिनँ हो, भोलितिर गर्छु म यसको कि। अब म पन्जाब ब्याङ्क ठीक है समझ गया। त्यो रहेछ बनाउँदो रहेछ, के बनाउँदैछ, कसो बनाउँदैछ, यो त पक्का हुन्छ कि हो। यहाँ बाटो बनाउँदो रहेछ कि, बाटो बनाउनु एक घुम्नु पर्यो। आम्म अघि त्यताबाट उकालो आएको भए हो। अलिक भिड हट्दैछ कि, हट्दैछ अहिले चाहिँ अलिकति हो। अन्त अघि त पुरा भिड थियो नि, ढुक्कै भने अपडेट गरिकन अब लास्ट काम यो अपडेट गरिकन कुखुरा लगेर घर पर चल्दै रहेछ कि। ए झमेला भयो नि, हेर्नु न यो बारकोडै छैन रहेछ कि यसको। भित्रको त बारकोडै छैन रहेछ, बारकोड लाउनु पर्ने रहेछ हो। यो नयाँ हो नि त यो खण्ड, सानो गइकन कि। एक घन्टा जस्तो बस्छु, एक घन्टा जस्तो बसेपछि अघि 11 बजी भित्रमा चाहिँ आउनु पर्छ, त्यहाँ अपडेट बन्द हुँदो रहेछ हो। अन्त अब बाहिर अपडेट गर्नुको लागि बारकोड चाहिने रहेछ। बारकोड चाहिनेको लागि बारकोडै अहिले चाहिँ म 3टा लट्री लेख्छु कि, हेरौँ पर्छ कि पर्दैन। आज बजारमा हेभी भिड रहेछ। पनि लागिरहेको छ हो। अब स्कुल के भन्नुहोस् भनिदिनु त के अरे के भनिदिनु। म चाहिँ यहाँ मेरो भाइ, म चाहिँ बिग फ्यान हो। अब नेपालीले नेपालीलाई सपोर्ट गर्नु पऱ्यो नि त, लोकलहरूले सपोर्ट गर्नु पऱ्यो हो। तर गर्दैन नि त हो, केटाहरूलाई त गर्दै गर्दैन, केटीहरूलाई त एकछिनमा फलोवर्स बात तो सही है।